हर्क सम्पाङ आफू प्रधानमन्त्री बन्नकै लागि मात्र काठमाडौँ पुगेको रहेनछ साथीहरू। हामी यो पदमा बस्नको लागि लोभले तपाईँको काठमाडौँ गएको होइन। हेर्नु, हामीलाई बाइकआउट हुन्छ भनेर हामीलाई डर थियो, त्यो भएर पनि हामीले बारम्बार पोस्ट हाल्नु परेको बाध्यता त्यो हो। देशको रक्षा हुनु पर्यो, गणतन्त्रको रक्षा हुनु पर्यो होइन, सबैले बस्न सक्ने अधिकार हुनु पर्यो, देशमा बाहिरी चलखेल हुनु भएन, मानव अधिकारको रक्षा हुनु पर्यो। त्यही भएर राजावादीहरूको यो गतिविधि तपाईँहरूले देखिराख्नु भएको छ, यही हुन्छ भनेर हामीले बारम्बार हर्कजी पनि यही विषयमा हामी डराएको हो। वास्तवमा मान्यो भने यही विषयमा यो कुरा थियो। आज बल्ल रहस्य खुल्यो। अब त लोकतन्त्र समाप्त हुन्छ र देशमा राजा आउँछ अनि हिन्दू राष्ट्र कायम हुन्छ, त्यो भएर डराएर काठमाडौँ पुगेको रहेछ हर्क सम्पाङ। पहिला तपाईहरू एकचोटि यो भिडियो हेर्नुहोस्। धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ श्रम संस्कृतिको विकास गर्ने, नागरिकबाट श्रमदान लिएर विकासे कामहरू गर्ने र नगरको खर्च घटाउने अभियानमा छन्। हर्कले श्रमदान लिएर सरकारी खर्च घटाएको भनेर कतिपय योजना कामहरूले चर्चा पनि पाउने गर्छन्, तर आर्थिक वर्ष 2080-81 को महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षण रिपोर्ट हेर्दा थाहा हुन्छ यहाँ मानिसहरूलाई सित्तैमा श्रममा लगाइएको छ, तर अनावश्यक काममा लाखौं उडाइएको छ। जनतासँग सित्तैमा श्रम लिने अनि उपमहानगरको बजेट भने हजुवामा बाड्ने काम कसरी ठीक हुन सक्छ त? लेखा परीक्षण रिपोर्टमा भनिएको छ कार्यविधि बेगर वितरणमुखी कार्यक्रममा खर्च गर्दा सोबाट पालिकालाई प्रतिफल प्राप्त हुने देखिँदैन, तसर्थ यस्तो खर्च वास्तविकता र आवश्यकतामा आधारित गरी पारदर्शी तवरले गर्नुपर्दछ। महालेखाले 30 वटा संस्थालाई हर्कले बाडेको रकमको हिसाब देखाएको छ। यो रकम हुन आउँछ करिब 36 लाख रुपैयाँ। मानिसहरूलाई ज्याला समेत नदिई श्रमदानमा लगाउने अनि नगरको बजेट भने हचुवामा यसरी बाड्ने प्रश्न यस प्रकारले पनि उब्जिएको छ। धरान उपमहानगरपालिकाले कसलाई कसरी बिना कार्यविधि बाँड्यो त रकम? हेरौँ विशेष रिपोर्ट। धरान उपमहानगरपालिकाले आर्थिक वर्ष 80-81 मा करिब 36 लाख रुपैयाँ अनावश्यक काममा विभिन्न संस्थालाई बाँडेर स्रोतको दुरुपयोग गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले राखेको आर्थिक वर्ष 80-81 मा विभिन्न 30 वटा संस्थालाई बिना कुनै कार्यविधि मन लाग्दी झण्डै 36 लाख रुपैयाँ वितरण गरिएको पाइएपछि महालेखाले जुन कामबाट कुनै प्रतिफल नै प्राप्त हुँदैन भने यस्तो काममा खर्च किन गरेको भन्ने प्रश्न उठाउँदै अनावश्यक खर्च विवरण उल्लेख गरेको छ। महालेखाले कार्यविधि नबनाई अपारदर्शी ढङ्गले प्रतिफलको ग्यारेन्टी नहुने संस्थालाई धरान उपमहानगरपालिकाले बाँडेको रकम यस्तो छ। नेवार राष्ट्रिय मञ्चलाई 80,000, दन्तकाली स्टिल फर्निचरलाई 90,000, कोशी प्रदेश फुटबल संघलाई 2 लाख, नेवार राष्ट्रिय मञ्चलाई 60,000, जिगु समाज धरानलाई 40,000, धरान क्रिस्टियन समाजलाई 79,100, कोशी प्रदेश फुटबल संघलाई 1 लाख, नेवार सांस्कृतिक उत्थान मञ्चलाई 1,50,000, किरात याक्तुम चुम्लुङ धरानलाई 1 लाख, नेपाल आदिवासी जनजाति महासंघ धरानलाई 2 लाख, धरान नृत्य कला प्रतिष्ठानलाई 2 लाख, किरात राई यायोखा धरानलाई 30,000, किरात राई यायोखा धरानलाई 50,000, धरान पोजिटिभ ग्रुपलाई 49,480, शाक्यमुनि युवा समूहलाई 25,000, नेपाल शेर्पा संघ धरानलाई 50,000, किरात याखा छुम्मा धरानलाई 50,000, किरात याक्थुम चुम्लुङलाई 50,000, बाल आवाज इटहरीलाई 1 लाख, धरान रन समूहलाई 3 लाख, रिसर्च गरे बापत बिजु श्रेष्ठलाई 25,000, द राइजिङ क्लबलाई 1,50,000, हाम्रो धरान भेटरान फुटबल क्लबलाई 1 लाख, हाम्रो धरान भेटरान फुटबल क्लबलाई 5 लाख, पानबारी फुटबल क्लबलाई 1 लाख, नयाँ परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रलाई 50,000, धरान बास्केटबल एसोसिएसनलाई 2 लाख, हराइजन क्लब धरानलाई 2 लाख, हाम्रो धरान भेटरान फुटबल क्लबलाई 1 लाख। नगरको बजेट यसरी केही क्लब केही जातीय संस्थाको नाममा बाँडेको देखिन्छ। हाम्रो धरान भेटरान फुटबल क्लबलाई त 3 पटकमा 7 लाख रुपैयाँ दिएको छ। किरात राई यायोखालाई त शुभकामना आदान प्रदान जस्ता कार्यक्रमका लागि पनि नगरबाट पैसा गएको देखिन्छ। सुरुदेखि नै हर्क सम्पाङ भन्ने व्यक्ति भनेको हिन्दूहरूको विरोधी हो। जातिगत राजनीति गर्छ यो मान्छेले। यो आफूलाई चाहिँ किराती भन्छ, तर वास्तवमा यो चाहिँ पास्टर हो। अर्को प्रमाणको रूपमा यो भिडियोहरू तपाईहरू चाहिँ हेर्नु होला, जसमा न्यूज 24 को पत्रकारजीले पनि यसको खुलासा गरेको छ कि हर्क सम्पाङले व्यक्तिहरूले चाहिँ श्रमदानमा लगाएर आफ्नो जुन पैसा छ बजेट छुट्याएको छ त्यो महालेखा परीक्षणले नै यसको खुलासा गरेको छ र न्यूज 24 ले पनि यसको खुलासा गरेको छ। यसले प्रमाणित गरिदियो यो भिडियोले कि हर्क सम्पाङ भन्ने व्यक्ति भनेको जातिगत राजनीति गर्छ र यो व्यक्ति भनेको एउटा पास्टर हो। जातिगत रूपमा बजेट छुट्याएर यसले चाहिँ बजेट विनियोजन गरेछ। विकासमा धानको विकासमा लगाउने ठाउँको पैसाहरू सबै चाहिँ क्लबहरूले बाँटेको छ। क्रिस्चियन क्लबहरूलाई, राई क्लबहरूलाई, लिम्बू क्लब जस्ता क्लबहरू यहाँ छ, जसको न्यूज 24 को मिडियाले नै देखाइसकेको छ। र अहिले नेपालमा हामीलाई सबभन्दा भरपर्दो न्यूज च्यानल मध्ये एक न्यूज 24 को पनि हो। आजको यो एउटा तस्बिर अनि यो 2वटा भिडियोले हर्क सम्पाङको पोल खोलिदियो। आखिर किन हर्क सम्पाङ काठमाडौँ पुगेको रहेछ त? देशको माया लागेर हो त? जेनजी युवाहरूको माया लागेर हो त? पक्कै पनि होइन साथीहरू। तपाईहरू यो भिडियो आज हेर्नुहोस्। आज किन यो व्यक्ति हर्क सम्पाङ भन्ने व्यक्ति चाहिँ बालेन्द्र शाहको विरोध गर्दै बसेको छ त? यो त राजासँग डराएर हिन्दू राष्ट्र कायम नहोस् भनेर, देशमा राजा आउँछ, राज संस्था आउँछ अनि हिन्दू राष्ट्र कायम हुन्छ भनेर यी हर्क पास्टर चाहिँ काठमाडौँ पुगेको रहेछ आफू प्रधानमन्त्री बन्नलाई। तर बालेन्द्र शाहजीले समर्थन नगरेको न्यूमा चाहिँ बालेन्द्र शाहको यत्रो विरोध गरेछ आफ्नो इसाई पास्टरहरू लगाएर। आज यो भिडियोले खुलासा गरिदिएको छ। नेपाल र नेपालीलाई 95% मुस्लिमहरूबाट खतरा छ र 100% इसाईहरूबाट खतरा छ। किनभने इसाईहरू भनेको विदेशी डलर खाएर आफ्नो धर्म संस्कृति बेचिसक्यो र यस्तो मानसिकतामा पुगिसक्यो उनीहरू कि बरु नेपाल भन्ने देश नै नरहोस्,
इन्डिया चाइनामा गाभियोस्, अमेरिकाले कब्जा गरियोस्, तर यिनीहरूलाई राजा अनि हिन्दू राष्ट्र चाहिएको छैन। आफूलाई किराती भन्ने यिनीहरू क्रिश्चियन हो। किरातीको आडमा विदेशीहरूद्वारा परिचालित झुण्ड हो, जसको काम हो नेपाल जसरी पनि हिन्दू राष्ट्र हुनु हुँदैन अनि राजा फर्किनु भएन नेपालमा र हिन्दू धर्मलाई तल देखाउने। जस्तो कि दशैंमा हामीले देख्यौ यिनीहरू कालो टीका लगाएर नेपाली पर्वहरूको बहिष्कार गर्दै, तर रियल अमेरिकी इसाईहरू तिनीहरू अमेरिकामा दशैं मनाउँदै रातो टीका लगाएर हामी नेपालीहरूको चाड पर्वमा रमाउँदै गरेको देख्यौ। हामीले तस्बिरहरू छापछापै छ मिडियामा। तपाईहरूसँग मेरो एउटा क्वेशन, हर्क सम्पाङलाई समर्थन गर्ने व्यक्तिहरूसँग, के तपाईहरू अहिलेसम्म देख्नुभयो हर्क सम्पाङ दशैंमा रातो टीका लगाए अहिलेसम्म र हिन्दूहरूको पर्वमा शुभकामना दिएको? यो भन्दा अरू के चाहिँ प्रमाण चाहियो? यो दुईवटा भिडियो अनि यो पोस्टरले प्रमाणित गर्छ यो कुराको कि हर्क सम्पाङ भन्ने व्यक्ति भनेको एउटा इसाई हो, आफ्नो धर्म बेचिसकेको व्यक्ति हो र जातिगत राजनीति गर्छ। यस्तो व्यक्तिलाई भोलिको दिनमा राज्यको ठूलो पदमा पुगाइदियो भने नेपाल भन्ने देश नरहन सक्छ। र त्यसैगरी नेपालमा बस्ने 95% मुस्लिमहरूको सोच छ कि नेपाललाई भोलिको दिनमा चाहिँ मुस्लिम राष्ट्र बनाउने, त्यसका लागि सकेसम्म धेरै बच्चाहरू जन्माउने, आफ्नो जनसंख्या बढाउने, विदेशी फण्ड लिएर नेपालमा मस्जिद र मदरसा बनाउने, त्यसको आडमा विदेशी जिहादी अनि रोहिंग्या मुस्लिमहरूलाई शरण दिने र बिस्तारै आतंक सिर्जना गर्ने, जुन कि अहिले मध्य प्रदेशमा हुँदैछ। देश बाढी पहिरोबाट हैरान छ, तर मध्य प्रदेशमा मुस्लिम आतंक छ। आज 5% भएर यिनीहरू हिन्दूहरूको चाड पर्वमा चाहिँ ढुङ्गा मुढा बर्साउँछ। योजनाबद्ध तरिकाले पहिलादेखि छतमा सिसी बोतल लुगाएर राख्छ र जब हिन्दूको रेली निस्किन्छ मूर्ति विसर्जन गर्ने क्रममा त्यतिखेर चाहिँ छतबाट यिनीहरू ढुङ्गा मुढा अनि बोतल बर्साउँछ। अब सोच्नुहोस् भोलिको दिनमा यी इसाई अनि यो मुस्लिम यी दुईवटाको संख्या 50% पुग्यो भने हाम्रो नेपालमा के ताण्डव गर्छ यिनीहरू हो। त्यसैका लागि मैले बारम्बार प्रत्येक भिडियोमा प्राय जसो भन्दै गरेको छु, खोला बेचेर बनाएको घर, धर्म बेचेर बनाएको समाज, राजा फालेर बनाएको देश एक न एक दिन अवश्य डुबानमा पर्छ। नेपाली हामी रहुला कहाँ, नेपालै नरहे। हाम्रो राष्ट्रियता, सार्वभौमिक मौलिकता, अखण्डता, धार्मिक स्वाधीनता जोगाउन बलियो आधार राजतन्त्र, राजा रानी र हिन्दू राष्ट्र। त्यही भएर यो कुरा हामी नेपाली जनता जति छिटो बुझ्न सक्यौं त्यति हाम्रो लागि राम्रो हुन्छ र हाम्रो आउने पुस्ताहरूको लागि राम्रो हुन्छ। सो यो कुराको सम्पूर्ण नेपाली जनताहरू एकचोटि मनन गरौं र राजा ल्याउने पहल गरौं। हुन त हामी विश्वस्त छौं कि 2084 सालभित्र राजा फर्किन्छ, उहाँ फर्किनुहुन्छ। मलाई त यतिसम्म विश्वास छ कि 2082 मै राजा फर्किन्छ भन्ने पनि